हेलो हाई नमस्ते। आज म तपाईहरुको बीचमा आएको छु एकदमै फ्यान्टास्टिक टपिक लिएर। जसरी हामी तपाई ल्यापटप अथवा डेस्कटप युजर हो भने माउस पोइन्टर हामी हेरिराखेको हुन्छौं। माउस पोइन्टर थ्रु धेरै वर्कहरु गर्छौं हैन। त्यो माउस पोइन्टरको साइज र कलर कसरी चेन्ज गर्ने त्यसको बारेमा म जानकारी गराउन चाहन्छु। अब त्यसको लागि सबभन्दा पहिला डेस्कटपमा राइट क्लिक गर्ने, पर्सनलाइज भन्ने अप्सनमा क्लिक गर्ने, त्यसपछि यहाँ सर्च बक्समा माथि गएर यहाँ टाइप गर्नुपर्ने हुन्छ MOUSE माउस। त्यसपछि यहाँ तल हेर्नुस् त माउस पोइन्टर साइज भन्ने अप्सन दिएको छ, यसमा क्लिक गर्ने। त्यसपछि यहाँबाट हामी माउस पोइन्टरको साइजलाई इन्क्रिज गर्न सक्छौं। हेर्नुस् साइज बढेको हामीले हेरिराखेको छौं। अब कलर चेन्ज गर्न चाहन्छु भने यहाँ हेर्नुस् त कस्टम कलरमा क्लिक गर्न बित्तिकै यहाँ डिफरेन्ट कलरहरु दिएको छ। जसरी अहिले यो कलर चुज गर्दाखेरि यस्तो पिङ्कमा चेन्ज भयो। अर्को येलोलाई सिलेक्ट गर्यो भने येलो कलरमा चेन्ज हुन्छ। यसरी माउस पोइन्टरको साइज र कलरलाई चेन्ज गर्न सकिन्छ। पक्कै पनि तपाईहरुले यो भिडियो हेरेर इजी तरिकाले आफ्नो कम्प्युटरमा माउस पोइन्टरको साइज र कलर चेन्ज गर्न सक्नुहुन्छ। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक, शेयर गरिदिनु होला। हस्, धन्यवाद।